यो टुचका लगन ब्यान्डले खतम हुने भयो आजको रात कसरी कटाउने हो त्यो सोच विचार गर्नु पर्यो अब कसलाई चाहिँ ओ साथी ओ समा साथी कहाँ गएछ यो केटो ओहो साथी तिमी यहाँ रहेछ के छ साथी ह्यापी बर्थडे ह्यापी बर्थडे कसको ह्यापी बर्थडे बैगन छैन आज मेरो ह्यापी बर्थडे कुलमनिया अरे कसले भन्ने यार तल्ला करके के हो पागल फागलले भनेर सुनेको थिएँ तिम्रो बर्थडे होइन र कहाँ नहुने कुरा गर्ने कहाँ आज मेरो बर्थडे कसले तिम्रो बर्थडे मेरो त अझै छ लास्ट चैतमा भनेपछि कति महिना छ गर्न त ड्याङ गर्न पहिले गर्न आज जेठको 19 गते भनेपछि लगभग होला 7-8 महिना ए छोडिदियो यार 7 महिना होस् 8 महिना होस् केक 7 महिनामा काटौँला तर पार्टी चाहिँ आज हुनुपर्छ साथी यार पार्टी आज गर्नु बब्बल होइन केक त्यतिर काटौँला 7 महिनापछि पैसा पनि म गिफ्ट पनि 7 महिना दिन्छु ए साथी कहाँ हुन्छ मेरो बर्थडे 7 महिना पछि छ नत्र मेरो आमा त बाँड्छ न आज बर्थडे मनाउनु त बैगन हुँदैन यस्तो अरे तिमी पनि यार पुरा बुझ क्या बर्थडे आज मनाम जसरी भए पनि होइन आज मोच रहिरहेको पर्छ केक काटेर 7 महिनापछि जति पनि गिफ्ट चाहिन्छ म तिमीलाई गिफ्ट दिन तयार छु के छ विचार त्यसको प्लान गर्नु पर्यो आज कहाँ हुन्छ नियम अनुसार हुनुपर्छ बर्थडे 7 महिना पछि अहिले मनाएर हुन्छ बैगन ओहो यहाँ कुरा नबन लाग्छ अब आज पनि खान नपाउला लाग्छ ल साथी के गर्छु त कान त बनिन गाह्रो पिर्न नमाने मलाई के को गाह्रो बरु तिमीले नमाने गाह्रो बैगन खाना पाइन भनेर चिन्ता नमाने आज पागल मन थियो हल्का पार्टी गर्ने मन थियो आज पुरा फिक्स आज बहिनी आज अब घरमै गएर अब के प्लान गरौँ पो लाग्छ आइडिया यहाँ त कुरा बनिन्न अब घरमा बाउ अनपढ छन् घरमा के कुरा मिलाउनु पर्छ लाग्छ बाउले थाहा छैन मेरो अब जन्मदिन हो बर्थडे भन्छु बाउले फकाइ फिपारेर अब त्यही गरेर भाले काट्ने आज भाले रक्सी खाएर फिट हुने आज बा आज मेरो जन्मदिन हो आज भाले र रक्सी काटेर मजाले पार्टी गर्नुपर्छ आज के जन्मिने हो तेरो बैगन के त जन्मेको आज हो र हो बा आज हो के म जन्मेको आज अहिले त गरी महिना लाहा त 4 महिना जन्मेको होस् अहिले कहाँ त्यो जन्मदिन हो 哎呦我的妈！